न्याभ भन्नाले कुनै लगानी कोष, म्युचुअल फन्ड, लगानी कम्पनी वा संस्थाको कुल सम्पत्तिबाट कुल दायित्व घटाएर बाँकी रहेको शुद्ध मूल्यलाई जनाउँछ, जसलाई प्राय प्रति युनिट वा प्रति शेयर आधारमा गणना गरिन्छ र यसले लगानीकर्ताले आफ्नो प्रत्येक युनिटको वास्तविक मूल्य कति छ भन्ने देखाउँछ। सरल भाषामा भन्नुपर्दा न्याभ भनेको कुल सम्पत्ति ऋण कुल ऋण बराबर शुद्ध मूल्य हो र यदि यसलाई कुल युनिट सङ्ख्याले भाग गरियो भने प्रति युनिट न्याभ प्राप्त हुन्छ। यसको सूत्र हुन्छ न्याभ इक्वल्स टु टोटल एसेट्स माइनस टोटल लायबिलिटिज डिवाइडेड बाई टोटल आउटस्ट्यान्डिङ युनिट्स अर शेयर्स। म्युचुअल फन्डको सन्दर्भमा टोटल एसेट्समा शेयर, बन्ड, नगद, ब्याज आम्दानी, लाभांश आदि समावेश हुन्छन् भने लायबिलिटिजमा व्यवस्थापन शुल्क, सञ्चालन खर्च र अन्य बेन्दारी पर्छन्। न्याभ प्राय प्रत्येक कारोबार दिनको अन्त्यमा गणना गरिन्छ किनकि त्यस दिनको बजार मूल्य अनुसार कोषको सम्पत्ति मूल्याङ्कन गरिन्छ। यदि कोषले लगानी गरेको शेयरहरूको मूल्य बढ्यो भने न्याभ बढ्छ र यदि बजार घट्यो भने न्याभ घट्छ, जसले लगानीकर्ताको कुल लगानी मूल्यमा सीधा प्रभाव पार्छ। न्याभ विशेष गरी म्युचुअल फन्ड्समा अत्यन्त महत्त्वपूर्ण सूचक हो किनकि लगानीकर्ताले युनिट किन्न वा बेच्न न्याभकै आधारमा मूल्य तिर्छन् वा पाउँछन्। क्लोज्ड एन्ड फन्ड र ओपन एन्ड फन्ड बीच न्याभको प्रयोगमा फरक हुन सक्छ। ओपन एन्ड फन्डमा खरिद बिक्री सिधै न्याभमा आधारित हुन्छ भने क्लोज्ड एन्ड फन्डमा बजार मूल्य न्याभभन्दा माथि प्रिमियम वा तल डिस्काउन्टमा ट्रेड हुन सक्छ। न्याभ उच्च हुनु सधैँ राम्रो प्रदर्शनको सङ्केत नहुन सक्छ किनकि न्याभको वृद्धि बजारको समग्र अवस्था, कोष व्यवस्थापन क्षमता र लगानी रणनीतिमा निर्भर हुन्छ। न्याभलाई कोषको पर्फर्मेन्स विश्लेषण गर्न समयक्रममा तुलना गरिन्छ र वार्षिक प्रतिफल अर्थात् एनुअल रिटर्न प्राय न्याभको वृद्धिबाट नै गणना गरिन्छ। नेपाली पुँजी बजारमा विशेष गरी नेपाल स्टक एक्सचेन्ज NEPSE-मा सूचीकृत म्युचुअल फन्ड्सहरूको न्याभ नियमित रूपमा प्रकाशित गरिन्छ, जसले लगानीकर्तालाई कोषको वास्तविक मूल्य र प्रदर्शन बुझ्न सहयोग गर्छ। न्याभले कोषको वास्तविक वित्तीय अवस्था देखाउँछ तर भविष्यको प्रतिफल ग्यारेन्टी गर्दैन। त्यसैले लगानीकर्ताले न्याभसँगै कोषको पोर्टफोलियो संरचना, जोखिम स्तर, व्यवस्थापन अनुभव र खर्च अनुपात अर्थात् एक्सपेन्स रेशियो पनि मूल्याङ्कन गर्नुपर्छ। न्याभ अवधारणा लगानी कम्पनीहरू, रियल एस्टेट फन्ड र अन्य सामूहिक लगानी साधनहरूमा पनि प्रयोग हुन्छ, जहाँ शुद्ध सम्पत्ति मूल्यले कम्पनीको आधारभूत मूल्य प्रतिबिम्बित गर्छ। समग्रमा न्याभ लगानी कोषको वास्तविक शुद्ध मूल्य देखाउने महत्त्वपूर्ण सूचक हो जसले लगानीकर्तालाई आफ्नो लगानीको वास्तविक स्थिति बुझ्न मद्दत गर्छ। तर बुद्धिमानी निर्णयका लागि यसलाई बजार अवस्था, जोखिम र दीर्घकालीन रणनीतिसँग मिलाएर विश्लेषण गर्नु आवश्यक हुन्छ।